सररा र साइकलको गाडीमा। हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। सो आज चाहिँ हामी आएको छौँ बसन्तपुरमा। धेरै पछि हामी बसन्तपुर आयौँ है। अब हामी घुम्छौँ, तपाईँहरूलाई देखाउँछौँ, तपाईँहरू हेरेर मनोरञ्जन लिनु होला। मेरो साथी चाहिँ कहाँ छ त? यतै हुनुपर्ने त। म चाहिँ यता आएँ, तिमी चाहिँ फेरि उता रहेछौ होइन। यसलाई चाहिँ के मैले के भन्छ यहाँ छ भनेर गरेको थिएँ, तर ऊ चाहिँ पर रहेछ। तिमीले चाहिँ मलाई गेटमै कुरिर। मैले यहीँ त आऊ भनिरहेको थिएँ नि। ल हेलो भन्दा मेरो ब्लगमा वेलकम टु माई ब्लग। यस्तै हो, चाँडै नै सफल भएको हेर्न पाऊँ मैले आफूलाई होइन तर यस्तो साथी। अस्ति हामी के बार भेट भएको थियो भने बुद्ध जयन्तीको दिन होइन त। त्यसपछि आज चाहिँ हाम्रो बसन्तपुरमा भेट भएको छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ व्हाइट हाउस यस्तो छ। र यहाँ मान्छेको भिड रहेको छ। यति धेरै मान्छे हुन्छ, यति धेरै। यो मान्छेको भिडमा म पनि हराउँछु होला सायद। खोजौँ है गाइज मलाई ठुलो मन्दिर। हामी कहाँ जाने अब? उयो जाउँ न त, काल भैरव मन्दिरतिर जाँदा हुन्छ। त्यतैतिर जाउँ न त ल। ओके। सो हे गाइस, वेलकम टु ब्याक। के भने आयो भएन है यो। अहिले चाहिँ हामी चाहिँ मानि काल भैरव होइन, काल भैरव मन्दिरकोमा यस्तो छ। आउनु होला यहाँ दर्शन गर्न, मनोकामना सबै पुरा हुन्छ। लच्छुको पनि मनोकामना पुरा हुँदैछ, उसले पनि भर्खर दर्शन गर्दैछ। यहाँ पनि छ हाम्रो मन्दिर चाहिँ। यो चाहिँ सायद के को हो, शिवजी भगवान्को जस्तो छ कि के को हो ला, मलाई त थाहा नै छैन त। मन्दिर त मन्दिर हो, तर मैले भित्र गएर हेरेकै छुइनँ। एउटा खुट्टाले भाइले चाहिँ साइकल चलाइदिरहेछ। झन्डै लच्छु ल। अब चाहिँ मेरो साथी लच्चुले चलाइदिन्छ। ल लच्चु, यो साइकल कत्रो अग्लो छ कि, तर म चाहिँ कुदाउनु चाहिँ आउँछ, तर यत्रो अग्लो भएर म चाहिँ सक्दिनँ होला सायद, लड्छु होला। ऊ त अग्लो नै छ साथी त। चलाइदेऊ, तिम्रो जलवा देखाइदेऊ लच्चु। आज धुम चाले, धुम 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 चलाउँदो रहेछौ त तिमीले त। सररा र साइकलको गाडीमा। अब म चलाएर देखाउँछु तपाईँहरूलाई मेरो जलवा। झन्डै अब चाहिँ हाम्रो नामले चलाएर आएको है यहाँ। घुमाइदिनु सट्ट पारेर। के बाबु? ल ल, तिमी कहाँ छौ? साइकल तिमी चलाउन सक्छ? यो भाइले चलाउन सक्छ यार, बेचन नहानु न भने कस्तो। आमा आउँछ ल हाने। ल नामले V1 गर्नुमा के नै जान्छ। साबास। ल भइसक्यो त, अनि माथि बस्नु न। यस्तो साइकल नचलाउन सक्ने मान्छेले यो कत्रो अग्लो छ त साच्चै। ल बाहिर लगेर जा साइकल तिमी। ल एकछिन
बाई बाई लङ राइडमा आइसक्यो भाइ नाम्नेलाई बसाएर चलाइदिन्छ जस्तो छ भाइ यो साइकल चाहिँ मेरो बसको बात भएन चाक मात्रै दुखो होइन मलाई कति अग्लो हो क्या लक्ष्य त अग्लो नै छ नि त उता म भन्दा मैले चाहिँ सकिनँ उनीहरू त बानी हो नि त मैले सकिनँ मैले चाहिँ गिभ अप गर्दै उसले चाहिँ सक्यो गल्ले यार साह्रै अप्ठ्यारो छ काम गरेर अब जानुपर्ने हुन्छ रात पनि परिसक्यो पानीपुरी खाने भनेको पसलै दिएन हौ मैले त खाली पेट हिँड्नु हुँदैन अरे अरे किन खाली पेट राखिस् भनेर किन्नुहोस् अनि मलाई दिनुहोस् मलाई दिनुहोस् ल अनि हजुर हाम्रो सोल्टीहरूलाई पनि देखाइदेऊ न त जिस्किने केटाहरू सोल्टीहरूलाई पनि यस्तो कुहिरेहरू यतातिर कस्तो हामी पहिला धेरै यहीँ बस्थ्यौँ है हाम्रो बस्ने अड्डा चाहिँ तर त्यतिखेर साथीहरू पनि धेरै थियो नि अहिले त हामी दुईवटा मात्र भएको छौँ यार एक्लै एक्लै टुई टुई तिमी र हामी चाहिँ सधैँ हँ अरूहरू होस् नहोस् तिमीहरूले साथीहरू सुनिराख तिमीहरूलाई मैले भ्लगबाट भन्न चाहन्छु कि तिमीहरूले साथीको उयो देखायो अहिले आएर केही छैन लास्टमा दुईजनालाई मात्रै पाऱ्यो भने त तिमीहरूले आफ्नो आफ्नो रस्ता सुनेर केही छैन को हो तिमीहरू चिन्दिनँ म सबलाई चिन्दिनँ है आजदेखि मैले टाटा बाई बाई खतम नातै त्यो भनिदिनु न नाता सम्बन्ध सबै खतम भइसक्यो अब मेरो साथीहरूसँग खलास कस्तो राम्रो देखिन्छ क्या व्हाइट हाउस त झन् बलेको छ नि हो बलेको छ हामी चाहिँ कस्तो देखिरहेछौँ थाहा छैन होइन हामी त त्यस्तै हो मान्छेहरू यहाँ कस्तो राम्री राम्री बनेर आउँछ हामी मात्रै होला सोझो सिम्पल त हामी जस्तो त कोही छैन होला यहाँ त के भन्छ बकुल्लाको हाँसको भिडमा बकुल्ला त्यही हो हामी त्यही हो होइन त यस्तो छ नजारा चाहिँ कस्तो राम्रो छ है तर हामी चाहिँ अब जानुपर्ने हुन्छ किनभने रात परिसक्यो म त चाबेल पुग्नुपर्ने हुन्छ ऊ चाहिँ तिमी कहाँ जाने अरे डल्लु जानुपर्ने ऊ चाहिँ त्यही हो गाइड सो हाम्रो भिडियो चाहिँ यस्तै थियो यस्तै नै छ यस्तै आउँछ भन्दा नि योभन्दा अलिक राम्रो आउने उयो छ मतलब कोसिस गर्नेछु अनि के भन्छ साथ सपोर्ट सधैँ रहिरहोस् तपाईँहरूको साथ दिनु होला ओके बाई बाई